यो ब्रदरले भनेको कुरा चाहिँ ठिक लाग्यो है। वास्तवमा चुनावमा नेताजीहरूको मात्रै खर्च होइन, भोटरहरूको पनि कसरी खर्च हुँदो रहेछ भन्ने कुरोको ज्वलन्त उदाहरण यो हेर्नुहोस् त। अब यो कस्ट मिनिमाइजेसन गर्नको लागि किन चाहिँ जो जहाँ छ त्यहीँबाट भोट हान्न नपाउने त्यो व्यवस्था किन नगरेको? यति कुराहरू पनि यो 21औं शताब्दीको यो डिजिटल युगमा पनि र एआई को जमाना आइसक्दा पनि हामी अझै पनि पुरानै ढड्डाबाट भोटिङ गरिरहनु पर्ने, नयाँ सिस्टम लिएर आउन सक्दैन अथवा ल्याउन नचाहेको यो बारेमा अहिलेको नयाँ नेतृत्वले पनि बुझ्न आवश्यक छ। यो ब्रदरको कुरा सुन्नुहोस् त, कति मुनासिब छ। चुनाव हुनुपर्छ तर म भोट हाल्दिनँ। ल मैले ओपनली भने म भोट हाल्दिनँ। किन भन्नु न, म यहाँबाट दाङ जानुपर्ने भोट हाल्न, मेरो खर्च जोड्नुहोस् होइन। बसको भाडा, बसमा गयो भने 2500 पर्यो, बस पाइन्छ पाइन्न त्यो बेला दसैँ भन्दा गाह्रो हुन्छ होइन। अनि अब फर्किनलाई 2500 लाग्यो होइन। यदि म बसमा गयो भने होइन, म एक्लै जानु भएन, मेरो श्रीमती पनि मसँग जाने भयो, बच्चा दुइटा कसले हेरिदिने, उनीहरूलाई पनि लानु पर्यो। अब 4 जनाको हिसाब गर्नुहोस्, 20,000 भयो, बाटोमा खानु पर्यो। अनि मैले 30,000 35,000 खर्च गरेर मैले भोट हाल्ने। म यहाँ बसे पनि मैले यदि दाङबाट भोट हाल्नु पर्ने, पहिलो कुरा त मेरो के छ, म यहाँ बसेपछि मैले यहीँको नेता छान्न पाउनु पर्ने हो के। मैले भोटर आइडी कार्ड मैले चाहिँ दाङको माइग्रेसन लिएर आउँला, मसँग यहाँ जग्गा हुनुपर्ने भन्ने हो र मेरो कम्पनी त काठमाडौँमै रेजिस्टर्ड छ नि। यी साना साना व्यवस्थाहरू छन् के, टेक्निकली गाह्रो भयो नि त। म जस्तो कति मान्छे भोट हाल्न जान्न के, छोडिदिनुहोस्, जाँदैन नि धेरै पनि। अनि त्यसले त समेटेन नि त कुरा। विदेशको मात्रै किन, हामी काठमाडौँ बसेरै पनि किन अड्दैन? सबै छुट्टी गरेपछि यत्र कलेजहरू छन्, यत्रो सबै छ होइन, म्यानेज गर्नु पर्यो नि त, डेटालाई ल्याउनु पर्यो, एनालाइसिस गर्नु पर्यो, किन हुँदैन? युएसमा हाल्न पाउँछ, हामीले पनि डिजिटली भोट हाल्न पाउनु पर्यो भन्ने मेरो माग हो के। मेरो भोटिङ कस्टलाई सस्तो बनाउनु न। तपाईँ चुनाव खर्च मात्र घटाउने कुरा गर्नुहुन्छ, जनताको पहिला खर्च घटाउनु न। अब यो कतिको बुझ्नु भएको छ होइन, जेन्जीको साथीहरू पनि हुनुहुन्छ होइन, बालेन्जीहरूको समूह पनि छ, कुलमानजीहरूको समूह पनि छ। सत्ता चलाउने होइन कि, सानो कुराले ठुलो डिफरेन्स ल्याउँछ के। तपाईँ मेरो भोटिङको कस्ट घटाइदिनुहोस् क्या नेपाली जनताको, मलाई दाङ जान बाध्य नगराइदिनु न। यति सुनिसकेपछि यो ब्रदरको कुरा कस्तो लाग्यो?